सम्पूर्णमा जय मसी देश तथा विदेशबाट हेरिरहनु भएको समग्र प्रियजनहरूमा परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। आज फेरि म तपाईँहरूको बिचमा परमेश्वरको वचन लिएर आएको छु अनि परमेश्वरको वचनबाट म तपाईँहरूको बिचमा आफूले पाएको प्रकाश, आफूले पाएको प्रेरणालाई तपाईँहरूको बिचमा बाँड्नको लागि म जमर्को गर्नेछु। र आज हामी बाइबलबाट हेर्नेछौँ अनि जुन वचनको खण्डहरू हामीले हेर्नेछौँ त्यो वचनको खण्डहरूबाट हामी पक्कै पनि आशिषित चाहिँ हुने नै छौँ। र आजको वचनको शीर्षक रहेको छ प्रार्थना के हो, वाट इज प्रेयर, होइन। क्रिस्चियन जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा अर्थात् क्रिस्चियन जीवन जिउँदै गर्दाखेरि क्रिस्चियनहरूले एकदमै गर्नुपर्ने कुरा चाहिँ प्रार्थना हो, होइन। दिन प्रतिदिन क्रिस्चियनहरूको लागि आवश्यक कुरा भनेको चाहिँ प्रार्थना हो। जसरी मानिसको लागि जीवन जिउन अर्थात् मानिस दिन प्रतिदिन बाँच्नको लागि चाहिने घाँस, बाँस, कपास यी आधारभूत कुराहरू जस्तै, होइन, आधारभूत कुराहरू मानिसलाई चाहिन्छ, त्यस्तै गरी क्रिस्चियन जीवन जिउनको लागि अथवा क्रिस्चियन भएर असल क्रिस्चियन भएर हिँड्नको लागि उसको जीवनमा चाहिनुपर्ने मुख्य कुरा अर्थात् आधारभूत एकदमै नभई नहुने कुरा चाहिँ प्रार्थना हो। प्रार्थना के हो भनेर भन्दै गर्दाखेरि धेरै मानिसहरूको मनमा प्रश्नहरू आउन सक्छन्। इभन कति क्रिस्चियनहरूलाई पनि त्यो कुराहरू थाहा नहुन सक्दछ। प्रार्थना के हो, प्रार्थना किन गर्नुपर्छ, के का लागि गर्नुपर्छ भन्ने प्रकारका विविध प्रश्नहरू चाहिँ मानिसहरूको मनमा उब्जिराखेका हुन सक्दछन्। प्रार्थना भनेको साधारणतया परमेश्वरसँग वार्तालाप गर्नु अथवा परमेश्वरसँग कुराकानी गर्नु हो। प्रार्थना गर्दाखेरि चाहिँ तपाईँ र म परमेश्वरसँग कुराकानी गरिराखेको हुँदछौँ, होइन। प्रार्थना जब हामी प्रार्थना गर्न बस्छौँ, परमेश्वरको उपस्थितिमा हामी जान्छौँ अनि परमेश्वरसँग चाहिँ हामीले बातचित गरिराखेका हुँदछौँ अर्थात् परमेश्वरसँग चाहिँ हाम्रो कम्युनिकेसन, कुराकानी भइराखेको हुँदछ। अनि त्यसैले गर्दाखेरि क्रिस्चियनहरूले अनि नभुलिकन गर्नुपर्ने कुरा एउटा कुरा चाहिँ प्रार्थना हो। अनि हामीले चाहिँ दिन प्रतिदिन प्रार्थना गर्नु चाहिँ हामीले छोड्नु हुँदैन, होइन। प्रार्थनाले चाहिँ परमेश्वरसँगको सम्बन्धलाई जोड्ने काम पनि गर्दछ। अनि प्रार्थनाले चाहिँ हाम्रो टुक्रिएको, होइन, जीवन अथवा हृदयलाई चाहिँ परमेश्वरसँग अनि जोड्नको निम्ति चाहिँ प्रार्थनाले तपाईँ र मलाई एउटा पुलको काम गर्दछ अर्थात् स्वर्गसम्म त्यो सुनाइको लागि चाहिँ तपाईँ र मैले परमेश्वरसँगको त्यो आवाज सुन्नको निम्ति अथवा परमेश्वरसँग को त्यो भेटको लागि चाहिँ तपाईँ र म चाहिँ प्रार्थना गर्नु पर्दछ अर्थात् प्रार्थना चाहिँ त्यो हो। त्यो कारणले गर्दाखेरि प्रार्थनाले तपाईँ र मलाई परमेश्वरसँग जोड्ने काम गर्ने भएको कारणले गर्दाखेरि हामी प्रार्थना गर्नु पर्दछ। बाइबलमा हामी यस्तो खण्ड पाउँदछौँ जहाँ येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई प्रार्थना गर्नको लागि सिकाउनु भयो। तिमीहरू यसरी प्रार्थना गर भनेर येशूले सिकाउनु भएको खण्ड छ। त्यो कुराहरूलाई म तपाईँहरूको बिचमा पाठ गर्नेछु। यसरी पुस्तक 6:9-13 यसरी लेखेको छ, तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ तपाईँको नाउँ पवित्र होस्, होइन। प्रभु येशूले सिकाउनु भएको प्रार्थना चाहिँ यस्तो प्रकारको छ, हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ तपाईँको नाउँ पवित्र होस् अनि तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। भन्नुको मतलब हामी प्रार्थना गर्दाखेरि अनि स्वर्गमा जस्तो राज्य छ अथवा स्वर्गमा अनि परमेश्वरको इच्छा जस्तो छ अनि त्यस्तै यस पृथ्वीमा पुरा होस् भनेर चाहिँ हामीले प्रार्थना गर्नुपर्दछ। अनि हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, होइन। हामीले खानको लागि कति क्रिस्चियनहरूले प्रार्थना गरेको देख्छौँ अथवा कति क्रिस्चियनहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने हामी प्रार्थना गर्दछौँ, किनभने खाँदै गर्दाखेरि पनि परमेश्वरले हामीलाई सिकाउनु भएको एउटा प्रार्थनाको एउटा लाइन यहाँनिर छ, प्रार्थनाको बारेमा यहाँ लेखिएको छ। अनि हामीले दैनिक भोजन परमेश्वरले जुटाउनु भएको कारणले गर्दा त्यो भोजनको निम्ति पनि हामीले परमेश्वरलाई धन्यवाद दिने गर्दछौँ। अनि हाम्रा अपराध क्षमा गर्नुहोस्। हामी दिन प्रतिदिन हामीले पाप गरिराखेका हुन्छौँ, हामी पापी स्वभावमा छौँ। त्यो कारणले गर्दाखेरि हामीले आफ्नो अपराधहरू चाहिँ परमेश्वरसँग स्वीकार गर्नुपर्ने कुराहरू हामी पाउँदछौँ। अनि जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ नि हामीलाई पनि क्षमा गर्नुहोस् अथवा हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट बचाउनुहोस्, छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँको। आमेन। अनि परमेश्वरलाई महिमा भएकोस्। हामीले परीक्षामा नपर्नको निम्ति पनि हामीले प्रार्थना गर्नुपर्दछ। प्रार्थना के हो भनेर भन्दै गर्दाखेरि चाहिँ अनि
यी कुराहरू हामी यहाँनिर पाउँदछौँ। प्रार्थनाको बारेमा चाहिँ विशेष गरेर मत्ती 6को होइन अनि 9 देखि 13 सम्म परमेश्वरले बताउनु भएको कुराहरूबाट हामीले स्पष्ट हुँदछौँ। यहाँनिर परमेश्वरले हामीलाई जुन कुराहरू भन्नुभएको छ, हाम्रा स्वर्गीय पिता होइन, हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् होइन, हाम्रो दैनिक भोजन हामीलाई दिनुहोस् होइन। परमेश्वरले हामीलाई यी बेसिक कुराहरूको लागि प्रार्थना गर्नको लागि यहाँनिर आह्वान गर्नुभएको कुराहरू हामी पाउँदछौँ। अनि हाम्रा अपराधहरू क्षमा गर्नुहोस् होइन, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ, हामी अरूलाई पनि क्षमा गर्ने कुरामा परमेश्वरले चाहिँ यहाँ अनि तपाईँ र मलाई प्रार्थनाको बारेमा बताउँदै हुनुहुन्छ। हामी उहाँको सिंहासनको नजिक अगाडि उभिँदै गर्दाखेरि, परमेश्वरको सामुन्ने हामी जाँदै गर्दाखेरि अरू मानिसहरूले हाम्रो विरुद्धमा पाप गरेको छ भने उनीहरूलाई क्षमा गर्ने कुराहरू, प्रार्थनामा उभिनुभन्दा अगाडि उनीहरूलाई उनीहरूको पापहरूलाई अथवा उनीहरूको अपराधहरूलाई पनि हामी क्षमा गर्नुपर्छ भन्ने कुराहरू यहाँनिर हामी पाउँदछौँ। अनि यहाँनिर पाउँदछौँ अनि हामीलाई परीक्षामा पर्न नदिनुहोस् भन्नुको मतलब चाहिँ हामी विभिन्न टेस्टहरूबाट अथवा विभिन्न जाँचहरू हाम्रो जीवनमा आउँदछ, त्यस्तो परीक्षाहरूबाट चाहिँ परमेश्वर हामीलाई बचाउनुहोस् भनेर तपाईँ र मैले प्रार्थना गर्नु आवश्यक छ होइन। प्रार्थना चाहिँ त्यो हो, परमेश्वरले तपाईँ र मलाई सिकाउनु भएको प्रार्थना चाहिँ यहाँनिर हामी पाउँदछौँ होइन। अनि हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर अनि दुष्टबाट बचाउनुहोस्, किनभने राज्य पराक्रम र सदा सर्वदा तपाईँ। परमेश्वरले यो सिम्पल प्रार्थना चाहिँ आफ्नो चेलाहरूलाई सिकाउनु भयो र हामी विश्वासीहरूले पनि एकदमै साधारण तरिकाले प्रार्थना गर्दै गर्दाखेरि परमेश्वरले सिकाउनु भएको प्रार्थनालाई चाहिँ हामी कहिले पनि बिर्सनु होइन। यो प्रार्थना चाहिँ साँचो प्रार्थना चाहिँ यो हो, परमेश्वरले तपाईँहरूलाई सिकाउनु भएको कुरा। त्यो कारणले गर्दा हामी प्रार्थनामा विभिन्न कुराहरू आउन सक्दछ। हामी अरू प्रार्थनाको बारेमा अरू कुराहरू पनि हामी चर्चा गर्ने छौँ अरू भागहरूमा, अरू सिरिजहरूमा। र आज हामीले बुझ्नुपर्ने सिम्पल कुरा चाहिँ प्रार्थना भनेको चाहिँ परमेश्वरसँग कुराकानी गर्नु होइन, उहाँको नजिक गएर परमेश्वरको उपस्थितिमा गएर परमेश्वरसँग कम्युनिकेसन गर्नु, परमेश्वरसँग वार्तालाप गर्नु होइन। अनि परमेश्वरसँग चाहिँ आफ्नो कुराहरू राख्नु चाहिँ प्रार्थना हो। र विशेष गरेर आजको यो वचनबाट तपाईँहरू आशिषित हुनुभएको छ भन्ने आशा गर्दछु। परमेश्वरलाई धन्यवाद भएको होस्। र अनि प्रार्थनाको सिम्पल अर्थ नै हामी परमेश्वरको उपस्थितिमा गएर परमेश्वरसँग बातचित गर्नु र आउने दिनहरूमा हामी कसरी प्रार्थना गर्नु, किन प्रार्थना गर्नु होइन, प्रार्थना गर्दा के कुरामा ध्यान दिनुपर्ने, ती कुराहरू पनि हामीले हेर्नेछौँ। र आजको वचन, आजको यो कुराहरूलाई चाहिँ यहीँ नै राख्नेछौँ। परमेश्वरले तपाईँहरूलाई प्रशस्त मात्रामा आशिष दिनु। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नबिर्सनु होला। र अनि यदि यो भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब गर्नु। प्रभुले तपाईँहरूलाई प्रशस्त मात्रामा आशिष दिनुभएको छ। सबैजनालाई जय मसीह।